के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ जुनसुकै काम गर्दा पनि असफल मात्रै, जति प्रयास गरे पनि नतिजा शून्य? यदि छ भने आजको कथा तपाईका लागि हो। नमस्कार प्रिय दर्शकवृन्द, तपाईँ हेर्दै हुनुहुन्छ ANT भिडियोस। आजको कथा हामीलाई सिकाउँछ असफलता अन्त्य होइन, सफलताको तयारी हो। एउटा सानो गाउँमा एक युवक बस्थ्यो। ऊ जहाँ गयो असफल भयो। उसले व्यापार सुरु गर्यो, घाटा लाग्यो। नोकरी खोज्यो, अस्वीकृत भयो। पढाइ गर्यो, बारम्बार फेल भयो। मानिसहरूले भन्न थाले, यसबाट केही हुँदैन, यो त असफल नै हो। यी शब्दहरूले उसको मन चिर्न थाले। उसले आफूलाई नै घृणा गर्न थाल्यो। एक साँझ ऊ एक्लै बस्यो, आँखा रसाए र मनमा नै भन्यो, सायद म यो संसारमा बोझ मात्रै हुँ। अर्को बिहान ऊ कसैलाई नभनी जङ्गलतिर हिँड्यो। हावामा चिसोपन थियो, चराहरूको आवाज थियो, तर उसको मन सुनसान थियो। हिँड्दै जाँदा उसले ठक ठक आवाज सुन्यो। ऊ नजिक गयो। त्यहाँ एक बुढा मानिस ठुलो ढुङ्गामा हथौडा हान्दै थिए। एक चोट, दुई चोट, 10, 20, तर ढुङ्गा फुटेन। पसिना चुहिरहेको थियो, तर बुढा रोकिएनन्। युवकले भन्यो, बाबा, यत्रो चोट गर्दा पनि ढुङ्गा फुटेन, किन यस्तो व्यर्थ मिहिनेत? त्यसपछि बुढाले फेरि एक चोट हानेर ढुङ्गा फुट्यो फेरि। बुढाले मुस्कुराउँदै भने, छोरा, के तिमीलाई लाग्छ अन्तिम चोटले मात्रै ढुङ्गा फुट्यो? अघिल्ला सबै चोटले ढुङ्गालाई भित्रबाट कमजोर बनाइसकेका थिए। देखिँदैनन्, तर तिनै चोट नै साँचो काम गरिरहेका हुन्छन्। यी शब्द युवकको मुटुभित्र गढे। बुढाले फेरि भने, तिम्रा असफलताहरू पनि यिनै चोट जस्तै हुन्। तिमीलाई तोड्न होइन, तिमीलाई भित्रबाट बलियो बनाउन आएका हुन्। युवकको आँखाबाट आँसु झरियो, तर यो आँसु पीडाको थिएन, जागरणको थियो। त्यस दिन उसले पहिलो पटक असफलतालाई शत्रु होइन, शिक्षक देख्यो। ऊ गाउँ फर्कियो, फेरि प्रयास गर्यो, फेरि लड्यो, तर अब ऊ टुटेन, किनकि अब ऊ जान्थ्यो हरेक चोट उसलाई नजिक पुर्याइरहेको छ। समय बित्यो र एक दिन उही युवक सफल बन्यो। जसलाई सबैले असफल भन्थे, आज उसैलाई उदाहरण दिन थाले। स्मरण राख्नुहोस्, ढुङ्गा फुट्ने दिन अचानक होइन, भित्रभित्रै तयार भइसकेको हुन्छ। तपाईका आँसु, तपाईका हार, तपाईका असफलता, यी सबै सफलताको मौन तयारी हुन्। जहाँ तपाईँ हार मान्ने सोच्नुहुन्छ, ठ्याक्कै त्यही सफलताको ढोका नजिकै हुन्छ।